हेलो साथीहरु नमस्ते तपाईहरुलाई स्वागत छ मेरो सानो ब्लगमा है र अस्ति म गुवाहाटी कामाख्या मन्दिर दर्शनको लागि गएको थिएँ है र सानो सानो भिडियो बनाएर मैले यहाँ जोडेर हजुरहरुलाई देखाउने प्रयास गरिरहेको छु माया गरेर मेरो भिडियोलाई हेर्दिनुस् होला है र हामी यसरी 3 बजे राति नै लाइन लाग्यौं र टिकट काट्नु पर्ने रहेछ टिकट लियो हो अब जाँदै छ दर्शन गर्नु कता भएको मन्दिरको भित्रपट्टि चाहिँ भिडियोहरु गर्न दिदैन रहेछ है र बाहिरको नजाराहरु मैले हजुरहरुलाई देखाइरहेको छु है र हामी यसरी भित्र दर्शन गर्न गयौं है यहाँ चाहिँ निकै लामो लाइन हुँदै रहेछ साथीहरु 3 बजे राति बस्दा पनि हामीले 3 बजे राति लाइन लाग्दा पनि हामीले कति 7 7:30 बजेतिर दर्शन गर्न पायौं है त्यस्तो हुँदो रहेछ यहाँ त मान्छेहरु रातभरि लाइन लागेर बस्दै रहेछ है नसुतिकन र बल्ल बल्ल देवी देवताको दर्शन गर्न पाइन्छ है यस्तै हो कष्ट नगरी त कहाँ देवी देवताको दर्शन हुन्छ र हैन साथीहरु यहाँ आएर चाहिँ हामीलाई एकदमै आनन्द भयो है एकदमै शान्ति मिल्यो है हेर्नुहोस् यहाँ चाहिँ कामाख्या आमाको मूर्ति रहेछ कस्तो मजाले मूर्तिको डिजाइनहरु गरेको रहेछ है यहाँ चाहिँ हरेक पत्थरमा डिजाइनहरु गरेको रहेछ मलाई चाहिँ सारै मन पर्यो है र हेर्नुस् न साथीहरु यहाँनेरि आफ्नो विश गरेर पनि परेवाहरु उडाउने गरेको रहेछ है तर तपाईहरुले कामाख्या मन्दिरमा आउँदा चाहिँ अलिकति परेवाको लागि चारो ल्याउनु चाहिँ नभुलिनुस् होला है हामीले चाहिँ भुल्यौं हामीलाई धेरै पछतावा भयो यसको हैन त्यही भएर मैले तपाईहरुलाई भन्देको र यहाँनेरि चाहिँ दियोहरु आफ्नो विश गरेर दियो बाल्ने गरेको रहेछ किनभने भित्र हामीले दियोहरु धूपहरु बाल्नु पाउँदैन नि त त्यही भएर बाहिरपट्टि बाल्ने गरेको छ है र यहाँनेरि यस्तो छ हेर्दै जानुस् अनि यसरी हामीले दर्शन गर्दै गर्दै चाहिँ हामी मार्केटतिर निस्क्यौं है हामीले एक दुईवटा सामान पनि किन्यौं यहाँ चाहिँ एकदमै दामी सामानहरु पाउँदो रहेछ है मनै मोहित गर्ने र साथीहरु मैले चाहिँ आज सानो यो भ्लग बनाउने ट्राई गरेको छु है के गल्ती भयो भने मलाई माफ दिनुहोस् है र तपाईलाई यो भिडियो मन परेको परेन है मन पर्यो भने कमेन्टमा छोड्दिनुहोस् है र तपाईलाई स्पेशली यहाँको के मन परेको छ त्यो पनि भनिदिनुहोस् मलाई है र जति पनि साथीभाइले मलाई सपोर्ट गरिरहनु भएको छ है जति जनाले पनि मेरो भिडियो हेरिरहनु भएको छ उहाँलाई म धेरै धन्यवाद दिन चाहन्छु मनले नै है र यसरी नै सदा तपाईहरुको माया ममाथि बनिरहोस् है र म मेरो भिडियो यही समाप्त गर्न गइरहेको छु है हुन्छ साथीहरु बाइ